इटाली विरुद्ध नेपाल 10 विकेटले हारिसकेपछि सन्दीप लामिछानेले पत्रकार सम्मेलनमा के भने? सन्दीप लामिछानेले भने, मलाई विश्वास छ हाम्रो सबै बलरहरूमा त्यो टोटल रक्षा गर्ने क्षमता थियो, तर जब खेल हातबाट फुत्किन थाल्यो तब मात्र मलाई बोलिङका लागि बोलाइयो। इटालीका स्पिनरहरूसँग पहिलो बलदेखि नै स्पष्ट योजना थियो, तर हामीले पहिलो इनिङमै आफ्ना योजनाहरू लागू गर्न सकेनौं। कम स्कोरको रक्षा गर्न सुरुमै विकेट लिनु आवश्यकता थियो, जुन हामीले गर्न सकेनौं। बलिङ परिवर्तन गर्ने निर्णय कप्तान र प्रशिक्षकको हो। म पनि यसको केही दोष लिन्छु, किनभने जब मेरो भूमिका आयो मैले आफ्नो योजनामा केही पक्षहरूमा कमजोर गरे। हाम्रो ब्याटिङ योजना निश्चित बलरहरूलाई लक्षित गर्ने थियो, तर पिच इङ्ल्यान्ड विरुद्धको खेल जस्तो सजिलो थिएन। हामीले अवसरहरू गुमायौं र इटालीले आफ्नो योजनामा अडिग रहेर हामीलाई 114 मा रोक्यो। मलाई लाग्दैन कि अभ्यास खेल नहुनु कुनै बहाना हो। ठूलो प्रतियोगितामा हाम्रा टोलीहरूले हराएर यस्ता अवसर कमाउँछन् र हामी त्यो स्तरको लागि निकै नजिक छौं। अन्तिममा हाम्रो सबै योजना हामीले बनाउँछौं, तर प्लेइङ 11 र बलिङ परिवर्तन गर्ने अन्तिम निर्णय कप्तान र प्रशिक्षकको हुन्छ। यस्तो होइन त केटा हो। हेर त, प्लेइङ 11 र त्यो बलिङ चेन्जहरू त गर्ने त कप्तान र प्रशिक्षकको पो हुँदैछ त केटा हो। के हो? त्यही भएर भोलिको गेम इटाली हो कि भोलिको गेम वेस्ट इन्डिज भर्सेस नेपालको गेममा 4 जना प्लेयरलाई चाहिँ चेन्ज गर्नु पर्छ केटा हो। बसिर अहमद, सन्दीप जुरा, अनि सोमपाल कामी, अनि अर्को प्लेयर शेरमल्ललाई भोलि स्क्वाडमा हाल्न पर्छ। कुन प्लेयरलाई निकाल्न पर्छ मैले भन्दिनँ, तर यति 4 वटा प्लेयरलाई चाहिँ स्क्वाडमा ढुक्का हाल्न पर्छ केटा हो। भोलि नेपालले जित्न छ भने, नत्र भए भोलि नेपालले भोलि पनि जित्न सक्दैन। बुझेनौ केटा हो? जय नेपाल।